यो चाहिँ लाउरे कृषि फर्म है, हाम्रो दाइको लाउरे कृषि फर्म हो होइन। यहाँ चाहिँ अब हाम्रो बुङ्गुर भयो होइन, अनि यो के भन्छ ब्रोइलर कुखुराहरू सबै पाउँछ है यहाँ। यो दाइले अब हाम्रो दाइले नि गऱ्यो भने त नेपालमा नि हुँदो रहेछ नि त, अनि होइन किन विदेश कुदिराख्नु है, मस्त अब गर्नुपर्छ होइन, आत्तिनु हुँदैन रहेछ क्या। हामी के हुन्छौँ भने एकपल्ट अब एकपल्टमा घाटा भइसकेपछि आत्तिन्छौँ भने आत्तिएर बन्द गर्दैन क्या, रेगुलर अब त्यसमै लागि पर्नु पर्छ होइन, हुन्छ नि क्या। त्यस्तै हाम्रो दाइ नि पहिला कति विदेश नि धाउनु भयो होइन, विदेश जानुभएको थियो, अनि यताउति नि अहिले चाहिँ लगभग 2-2.5 साल भइसक्यो त्यही कुखुरा र अनि यो के भन्छ बुङ्गुरमै गरिराख्नु भएको चाहिँ दाइले यत्तिकै प्रगति गरिराख्नु भएको छ। अब लगभग विदेशी कमै भन्दा नि हुन्छ त्यस्तै गरिराख्नु भएको छ। विदेशको अब के दुःख हुन्छ भन्ने कुरा दाइलाई नै अनुभव नै छ होइन। दाइ पनि पहिला विदेश बसिसक्नु भएको मान्छे हाम्रो दाइ नि, अनि अब विदेशमा अब केही नभएपछि यहाँ अब आफ्नै नेपालमा होइन आफ्नै घरमै बुङ्गुर फर्म अनि यो कुखुरा फर्म गरेर अहिले दाइ गुजारा चलाइराख्नु भएको छ हाम्रो दाइले नि। यस्तो छ है, बिन्दास छ। मेन के छ भने हामी आत्तिन्छौँ क्या, मेन त्यही हो, आत्तिनु हुँदैन रहेछ क्या, लागि पर्नुपर्छ होइन। एकपल्ट घाटा भयो भन्दैमा बन्द गर्नु हुँदैन रहेछ, मस्त त्यसमै लागि पर्नुपर्छ होइन। हुँदो रहेछ नि दाइ हाम्रो चाहिँ नि प्रगति गरिसक्नु भयो, विदेश हिँडिसक्यो। पहिले विदेश हिँड्नुभएको मान्छे दाइ पनि हाम्रो दाइ नै होइन, अहिले चाहिँ नेपालमै बुङ्गुर फर्म अनि यो कुखुरा फर्म यहाँ अहिले प्रगति गरिराख्नु भएको छ। यहाँ चाहिँ हरेक अब कुखुराहरू पनि पाउँछ होइन, कुखुरा भयो अनि यो बुङ्गुरको माउ अब मासुको लागि नै अब किन्न सकिन्छ होइन। जस्तै अनि त्यो बच्चाहरू पनि पाउँछ यहाँ बुङ्गुर फर्मको। त्यस्तो छ क्या, राम्रो छ अहिले, बिन्दास छ दाइको। लगभग नभन्दा नि अब यताउति गरेर अब त्यस्तै फाइदा त हुन्छ महिनाको, अब बढी नभने 1.5-2 त हुन्छ नि महिनाको कुखुराबाट। अनि यो सुँगुरबाट त बाँकी नै हो, कुखुराबाट नि अब महिनाको दाइलाई अब त्यस्तै 1.5-2 त हुन्छ। अनि त्यसपछि बुङ्गुर छँदैछ होइन, यस्तो छ। अनि दाइबाट चाहिँ हामीले नि केही सिक्नुपर्छ क्या, विदेश जानुभन्दा त आफ्नै नेपालमा नि अब यस्तो गर्न सके धेरै गरिन्थ्यो क्या। त्यही विदेशमा हामी जति मिहिनेत गरिन्छ नि त्यत्तिकै मिहिनेत हाम्रो नेपालमा गऱ्यो भने हामी विदेशभन्दा डबल कमाइ गर्न सकिन्छ कि।